the channels Mr. Basa Kimberly and फेरि आइसकेको छु नयाँ भिडियोमा यो हुनेछ रियाक्सन भिडियो पिटी काम छैन कोही पर्यो काले अब जेन्युइन रिभ्यू चाहिँ अब दाइकोबाट हेरौँ सो साथै भिडियो ढिला नगर्नु पर्ने अब त म आउने थिएँ हेरेर चाहिँ अब हेरौँ कति कति मलाई अलिअलि लाग्ने कुराहरू कति भन्नुहुन्छ या कति भन्नुहुँदैन हेरौँ के पनि आउँछ मलाई मनपर्छ सो भिडियो लास्टसम्म के पनि हेर्नु होला रिभ्यू गर्न लागेको छु मुभी पोइ पर्यो काले पोइ पर्यो काले यस्तो मुभी हो जसले नेपालबाट रेसिजम नै हटाइदियो कालो गोरोको भेदभाव नै हटाइदियो नेपालमा आजकल कसैले कसैलाई काले भनेर हेप्दैन गोरे भनेर चाहिँ हेप्छ नेपाललाई यस्तो सेफ बनाइदियो कि अफ्रिकन अमेरिकनहरू पनि नेपालतिर आउन थाले उनीहरूले उल्टा डिबी भर्न थाले नेपालले उनीहरूको भिजा रिजेक्ट गर्न थाल्यो भनेर चाहिँ हल्का जोक गरेको खासै त्यस्तो केही भएन आशा उहाँको वैसे कस्तो वैसेको त्यो राम्रो त जे कस्तो नहुने क्या म त बोरिङ टाइप भयो अलिकति मलाई स्टोन टाइप गर्छ सो मिठो पिटी जनता त्यतिकै हजुरले त्यतिकै भिडियो हाले पनि हाँसिहाल्छ कि हाँसा जन्मिने बित्तिकै काली नर्सको मुख देखिन् कालो कुकुरले ग्वाममा टोकेर मरेछ काले ट्राफिकले कालो बुट बजार्दै करायो यो मुभी हेरेपछि त आई वाज कन्फ्युज्ड काले मान्छेहरूको लागि बनाएको हो कि उनीहरूलाई जिस्काउनु बनाएको सो फिल्मको मेन लिड हुनुहुन्छ द भेरी ब्युटिफुल द भेरी एलिगेन्ट द भेरी गॉर्जियस पूजा शर्मा टप हिरोइन सो पूजा शर्माको फिल्ममा नाम हो पूजा ओ माई नेम एन्ड शी हेट्स ब्ल्याक पिपल अनि यो कालो अनुहार ऐनामा देखेनौ लाइक ट्रम्प त के एउटा दिदीको छेउमा मेरो साथीहरु कोही कालो छन् म साथी त कालो बनाउँदिन भनी सो दिस गाइ लाइक्स दिस दिदी एन्ड ऊ लिएर आएको छ फुल के तिमी प्रपोज गर्न आँटे क्या हो हैन मन्दिरमा फुल चढाउन आँटेको मलाई त्यहाँ पछि रातो बलुन छ भ्यालेन्टाइन्स डे लिएको छ हातमा रोज छ अरु के चाहिँ गर्नुको लागि होला तिम्रो अनुहार कहिले ऐनामा हेरेको छौ सो दिदी डजन्ट लाइक इट बिकज यस्तो घिनलाग्दो कालो केटाले प्रपोज गर्ने खास स्किन कलर यो हैन पनि इनेले फिल्म हेर्दा पनि मलाई लागेको थियो काले मान्छेले किन हालेर काले मान्छे के हो किन कालो दलेको त्यो काले मान्छेले हालेर जबरजस्ती कालो पोतेको कालो मान्छेलाई नै कास्ट गरेको भए के हुन्थ्यो एन्ड यो फिल्ममा सृष्टि प्लेज द रोल अफ अ लायर हेर पूजा अफ कोर्स त राम्री छस् चल झुट त्यसलाई म सजाइदिन्छु कस दिदी राम्री हैन दिदी महाराम्री हुनुहुन्छ त्यो राधेश्यामलाई सम्झि त एउटै बेडमा कसरी शेयर गर्ने होला त्यो राधेश्यामलाई किन शेयर गर्नु पर्यो चाउमिन थोडी हो आधी आधी प्लेट शेयर गर्ने एउटै बेडमा कसरी शेयर गर्ने होला बिहान उठ्ने बित्तिकै जताततै लोड सेडिङ जस्तो फिल हुन्छ डेम सेभेज लाइज च्यालेन्ज गरौँ न त अर्को वर्ष आउँछस् हैन त्यो टाइममा देख्लास् तैले मेरो गोरो ह्यान्डसम पोइ सो पूजा दिदी च्यालेन्जेस सृष्टि कि नेक्स्ट ईयर शी विल हैव अ व्हाइट हस्बैंड एंड नेक्स्ट सीन छ डांसिंग कार को फिर एक दिन हमका एक ठो कार दिखी डांसिंग कार सो पुलिस फाइंड्स दिस डांसिंग कार एंड पक्के बैक सीट में गन ह हैं व्हाट म डिक्कीमा चाहिँ कसले मेकआउट गर्छ कस्तो अप्ठ्यारो हुन्छ त मैले ट्राई गरेको भनेर भन्नु पनि सक्दिनँ बट लाइक यसमा त कहाँ कसरी के लाइक लट्स अफ क्वेसन्स पिटर डिङ्क्लेजलाई धरि गाह्रो हुन्छ यसमा अब पुलिसले त पक्रिने नै हो बट बचाउँछन् सौगात दाईले राम्रो हो के मान्छे हाम्रो सौगात दाई एकदम भेरी हेल्पफुल सो सौगात दाई चाहिँ ठुलो बिजनेसम्यान हो एन्ड बिहा भएको छैन उहाँको कज यो सृष्टिमा उहाँलाई लभ नै भएको छैन समझ रहे हो बट उहाँको अङ्कल कन्भिन्सेस हिम टु गेट म्यारिड म केटी मिलाउने काम गर्छु बिहेको लागि हो नि फेरि अच्छा सो दे कल लमी नेक्स्ट डे एन्ड लमीलाई पनि एक्स्ट्रा कोटिङ गरेको छ त्यही त एक्ज्याक्टली काले मान्छे हालेर कालो बनाउनुको लागि बिकज फिल्मको नाम हो पोइ पर्यो काले सो एभ्री वान हेज टु बी काले एन्ड एभ्री वान इज कसै न कसैको पोइ द्याट इज वाइ पोइ पर्यो काले व्हाट द फक हेर काके यो केटी नि काली छे यो गौरव नि काले छ छोरा र छोरी जन कस्तो निस्किन्छ भन त आफै पण आ तो डाम्बरनो टुक्रो छे सी आई एम टेलिङ यु रेसिजम प्रमोट गर्छ यो फिल्मले सो लमी जान्छ पूजा दिदीकोमा सौगात दाईको रिस्ता लिएर अनुहारमा सेतो दलेर बिकज मलाई ब्ल्याक मनै पर्दैन केटा चाहिँ हजारौमा एक हुनुहुन्छ यता अङ्कल इज एक्साइटेड फर अ न्यू ज्वाइँ बट यता दिदी त अर्कै ज्वाइँ ल्याउनु रेडी हेर्नु केटा हेरेर एक्साइटेड भएको मैलड तुम्हारे घर में बाबा ही नहीं है क्या यता दिदीले बोटमा मोबाइल छोड्नुहुन्छ एन्ड हाम्रो अन्डर एक्सप्रेसिभ केटा आउँछ अलवेज अ कन्ट्रास्ट के शी वाज एन ओभर एक्सप्रेसिभ दिदी ही वाज जस्ट केन योर मोबाइल थ्याङ्क यू नाइस मोबाइल यो त अनि
थ्याङ्क यू हामी नेपालीहरूलाई फ्लड गर्नै आउँदैन लेग साइड और ड्याम साइड इनसाइड म नि उतै जाँदै थिएँ हिँड्नुहोस् म छोडिदिन्छु हि इज लाइक म छोडिदिन्छु एन्ड आई एम टेलिङ यु यसले छोड्दैन मेरो नाम पूजा शर्मा नाइस नेम सही हो यसलाई त्यही हो नाम मोबाइल त्यही सब मनपर्छ होल जर्नीमा कन्भर्सेसन नै त्यति हो अब यति बोलिसकेपछि लभमा पऱ्यो कुरै नगरिकन लभमा कसरी पर्छ के बाई दिदी फेरि लेग साइड जानुभयो ए दिदीको त स्कुटी रहेछ कस्तो है दिदी पनि सो क्युट सेम चिज केटाले गरेको भए क्रिपी हुन्थ्यो बट दिदीले गर्दा इट इज सो क्युट यता यो मान्छे आइपुग्छ फरेनरसँग Who is this guy? He's so handsome. Come on, give him hug and kisses. मैले पनि जुन जुन अङ्ग्रेज भेटेको उनीहरूले पनि सेम हाई साई केही भन्नु छैन डाइरेक्ट चुम्मा दिन्छन् हावाको अति नै गर्छन् कि फिल्म मेकर्सहरू खैरे क्यारेक्टरलाई त लाज नै लाग्दैन जस्तो गर्छन् गोरे मान्छे देखायो यो त हो यसले त यस्तो किस गर्छ यो त सेक्स गर्छ यिनीहरू त कहाँ यता यो एक्साइटेड यसले पनि पाउँछ भनेर एन्ड यसले पाउँछ सो फनी अझै कस्तो दामी ह्युमर छ यसमा हेर्ने लाइक एभ्री टाइम हि हेज टु डु समथिङ फनी उसले टी सर्टले मुख छोपेर नाच्नु थाल्छ छम 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 ए छम यी अनुहार यसरी छोप्ने अनि नाइटो देखाएर छम 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 यी यसरी अनुहार छोपेर नाइटो देखाएर छम 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 यसरी अनुहार छोपेर नाइटो देखाएर छम 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 ए छम 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 बिल्कुल चुप अडिसन कसरी लियो होला उसको अर्काको फेस हेरिन्छ उसको त डाइरेक्ट पेट हेरेको होला अनुहार भन्दा बढी स्क्रिन टाइम उसको पेटले पाएको छ पेटको कुरा गर्दा मेरो पेटको याद आयो मेरो मैले सोचिरहेको थिएँ हजुरको कस्तो थियो अरे दिदी आउनु भएको छ डेटमा यो दाइसँग एन्ड मैले ब्ल्याक कफी ब्ल्याक कफी अब यी अनुहार कुच्चाको हेर्नु नि कफी ब्ल्याक भएकोले गर्दा कसम ट्रम्प त के नै हो र यो दिदीको छेउमा मलाई लस्सी उहाँलाई मिल्क कफी गरिदिनु न अब दिदीको छेउमा ब्ल्याक कफी पनि खानु नपाउने कस्तो वाहियात कसम अहिले स्लेभरी लिगल भएको भए दिदीले एक दुईजना त राख्थ्यो कि कटन पिक गर्नुको लागि कटनको खेती नभए पनि नाइटोबाट भयो भने कटन निकाल्नु लाउँथ्यो मलाई ब्ल्याक मनै पर्दैन सिरियसली तिमी मिल्क कफी खाऊ न हस् तिमी त हस् भनिहाल्छौ नि फर्स्टमा 3 महिनापछि पो तैँले भनेको मान्छु भन्ने हो तिमी काजीकी छोरी म नेवारको छोरा तिम्रो बुवा आमा मान्नुहुन्छ त खतरै कास्ट डिफरेन्स रहेछ त बाफ रे ओहो तिमी काजीकी छोरी म नेवारको छोरा यस्तै हुन्छ कि यो जातको कुरा चाहिँ डेट गरेको 6 महिनापछि मात्रै याद आउँछ केटाहरूलाई ओहो हाम्रोमा त जातको डिफरेन्स पो छ त है हामी त कसरी है बिहे गर्ने है ल है हामी ब्रेकअप गरौँ है ल बाई मुर्दा मेरो फ्यामिली त एकदम ओपन माइन्डेडको हुनुहुन्छ त्यहाँ माथि म त एक्लो छोरी हो ठिकै छ तर यो कुरा नर्मली पनि भन्दा हुन्छ नि एकदम ओपन माइन्डेडको हुनुहुन्छ वाह क्या एक्टिङ कर रहा है यस्तो एक्ट गर्दा त सितारे जमी परमा कास्ट हुनुपर्ने यो दिदी अंगड़ाइले फिर करवट बदल कर ये बड़ी अच्छी बात कही है यो अर्को दर्शिल सफारी चस्मा हेर्नु नि त्यहाँ लेफ्ट सोल्डरलाई घाम बेसी लागेछ मेरो फ्यामिली त एकदम ओपन माइन्डेडको हुनुहुन्छ तिम्रो फ्यामिली चाहिँ मान्नुहुन्छ त दाइको फ्यामिलीले मान्दैन जस्तो छ को छ र फ्यामिलीमा त्यस्तो नमान्ने हामी अर्को मामी आउनु भएको बाबालाई खोज्दै भैँसीको आँखामा यो परिवारले त कहाँ मान्छ त कस्तो केटा रहेछ जातको प्रब्लम होइन मरद जातको प्रब्लम रहेछ उहाँले मलाई मन पराएर बिहा गर्नु भएको होइन त्यति सुन्दर छैन नि त म अब अनुहारमा जबरजस्ती कालो सेड लाएर त कहाँबाट हमें काले हैं तो क्या हुआ दिल वाले हैं नाउ सिन्स दिदी इज हार्ट ब्रोकन शी इज लाइक म हजुरले भनेको केटासँगै बिहे गर्छु बरु हात काट्नु के यस्तो चिन्नु नजान्ने मान्छेसँग बिहे गर्ने होइन दुईजनाकै लाइफ बर्बाद गरिदिरहेको सो दे डिरेक्टली मिट मण्डपमा लाइक यस्तो हतार त डिपेन्डेन्टवालाहरूलाई पनि हुँदैन सो बिहाको मण्डपमा दिदी सी इज कि दाइ त ब्ल्याक छन् एन्ड दिदी इज लाइक तपाईलाई थाहा छ मलाई कालोदेखि एलर्जी छ अब त एलर्जी नै हुन थालेछ एन्ड देन बाउले फकाउँछ आँसुसँग एन्ड दिदी इज इन दिस ब्ल्याक म्यान्स बेड बाउले फकायो भन्दा फकिने होइन कालोसँग एलर्जी छ भने छ कमिट टु यर आइडियोलोजी दिदी बट हाम्रो सौगात दाई इज एज प्योर एज मिल्क मिल्क होइन के एडिटर मिल्क मिल्क तिमीलाई बच्चैबाट कालोदेखि एलर्जी छ यसमा न त तिम्रो दोष छ न त मेरो दिदीको त दोष छ त आई मिन हाम्रो हजुरआमा रेसिस्ट हुनु पाउँछन् कज हुर्काइ नै उनीहरूको त्यस्तो हाम्रो जेनेरेसन डजन्ट ह्याभ द्याट लिबर्टी जबसम्म तिमी कम्फर्टेबल हुँदैनौ नि म उता गेस्ट रुममा गएर सुत्छु हम काले हो तो क्या हुआ भोसडी वाले है यता दिदी इज टकिङ टु हर फ्रेन्ड भिडियो कलमा एन्ड त्यस्तो होइन के आज घरमा बहु भोज छ आई जस्ट लभ हाउ सी अलवेज एक्ट्स विथ हर ह्यान्ड्स फेस नस्ट्रिल साइनस टन्सिल्स एभ्रिथिङ तैँले बुझ्छस् त यार
त के भएको बाबा एक्टिङ नगर एन्ड अचानक बेडरुममा यो मान्छे आउँछ कस्तो मान्छे हो यार अर्काको बुढीलाई उसको बेडरुममा आएर भाउ भन्ने हो भाउजी लभर के हो बिनाजु त भने जस्तै पाए जस्तै यार बट यता अर्को दिदी थिङ्स कि बुढा त यो मान्छे हो यही तल हुनुहुन्छ कि साथीहरूसँग गफ गर्दै हुनुहुन्छ पूजा दिदीले डिसअग्री पनि गर्दिनन् बिकज त अर्को वर्ष आउँछस् होइन त्यो टाइममा देख्लास् तैले मेरो गोरो ह्यान्डसम पोइ मेरो बडामा काम छ कि त्यता सो पर्सितिर आइपुग्छु होला लु अब फसेन त यसरी ढाँट्नु हुँदैन जहिले सत्य कुरा बोल्नुपर्छ बुढो गोरो छैन कालो छ भन्नुपर्छ सत्य बोल्नुपर्छ मलाई एक्टिङ आउँदैन भन्नुपर्छ सत्य बोल्नुपर्छ यसलाई म सजाइदिन्छु आई एम सरी बाबु यता दिदी तनावमा हुनुपर्छ साथी आयो भने त लास्ट बिल्ला हुन्छ भनेर सो हाम्रो एकदमै राम्रो सोझो दाइले सोध्नुहुन्छ एन्ड दिदी इज लाइक साथीसँग कलेजमा बेट खेलेको थियो हस्बेन्ड कालो छ भनेर थाहा पायो भने त मेरो खिल्ली उडाएर फेसबुकमा स्ट्याटस हालेर मेरो पुरै बेइज्जत गरिदिन्छ सो हाम्रो गुड दाइ इज लाइक हप्ता 10 दिनको कुरा रहेछ हेर त्यतिन जेल निल तिम्रो श्रीमान भएर बस्छ यो घरको ड्राइभर भएर म बस्दिउँला सेल्फ रिस्पेक्ट भन्ने एक रत्ती पनि छैन कि अलिकति हुन्छ नि के सबैजनाकोमा हुन्छ अलिकति थोरै पिटिक्के दिस इज वाट ह्यापन वेन मेन राइट मुभिज केटालाई चाहिँ मर्यादा पुरुषोत्तम राम बनाइदिने केटीलाई चाहिँ पुतना एन्ड सृष्टि दिदी आउनुहुन्छ हुनु त फिल्मको मेन हिरोइन पूजा दिदी हो बट सब ब्युटी सर्ट्सहरू सृष्टि दिदीलाई नै दिएको छ गजब बेइज्जती है हाय बिनाजु भिनाजुले त लास्ट क्रिपी पाराले हेऱ्यो त यार बड़ा हरामी हो बेटा हजुर म गौरव उहाँहरूको ड्राइभर वाउ कालो दाल तँलाई त कालो मन पर्थेन होइन ए दिदीले कालो दाल पनि खाँदिनन् ती बापरे त्यसो भए त कपाल आँखी बाउ परेली आँखा मन सबै निकालिदिए भइहाल्यो त बिनाजु गोरो परेर तँलाई नि कालो मन पर्न थाल्यो कस्तो लजिक हो यो भिनाजु गोरो भएर कालो ए तू समझा हाँ नहीं तू समझा नहीं तपाईँ काले परेर हामीले यसलाई यस्तो जिस्काउने प्लान थियो ये मुंह से सुपारी निकाल के बात कर रहे बाबा यो पूजा दिदीको फिल्ममा जहिले किन यस्तो एउटा मान्छे हुन्छ जसले सेन्टेन्स बोल्दा बोल्दै एक दुईवटा वर्ड्स खाइदिन्छ काले परेर हामी दानवीमा यो ब्रदर थियो अचानक कसरी प्रेम भयो यता यो सिस्टर काले परेर हामी काले पर भए सो अब फिल्ममा चाहिँ दिस दिदी स्टार्ट्स फलिङ इन लभ विथ पूजा दिदीको एक्चुअल हस्बेन्ड दिनु न त हजुर योगा क्लास ए ओके ड्राइभर भएर मालकिनको साथीसँग ड्राइभर रमाइलो मोटर चलाउँदै वाज इन्सपायर्ड बाई दिस एन्ड यता पूजा दिदीको फेक हस्बेन्ड इज फलिङ इन लभ विथ दिस दिदी सी सबैजनासँग कोही न कोही लभमा परेकै हुन्छ तर तिमीसँग कोही परेको छ युट्युब भिडियो हेर्नु छोड आफ्नो फ्युचर हेर कति अन्धकार छ त्यसलाई उज्यालो बनाउनेतिर लाग मैले यो कुरा मेरो साथी अपूर्वलाई मात्रै भनेको होइन अपूर्व जस्तै धेरै ठर्की एक्लो मान्छेहरू छन् यो संसारमा यो मेसेज उहाँहरूको लागि पनि हो धन्यवाद आई लभ टल डार्क एन्ड ह्यान्डसम यो अनुहारमा कालो पोतेर आउँछ यो फिल्ममा मेकअप आर्टिस्ट होइन मेकानिक युज गरेको थियो कज मेकअप भन्दा पनि बढी त अनुहारमा ग्रिस दलेका छन् कृति राइट या कसरी थाहा पाउनुभयो चिनिनन् दिदीले यो त सुरिन्दर साहनी पार्ट 2 भयो म तिम्रो भिनाजु निलको ट्विन्स ब्रदर हो वाओ ट्विन्स ब्रदर ऊ ग्राउन्ड लाग्नुभन्दा अगाडि जन्मियो गोरी भयो म ग्राउन्ड लाग्दा जन्मेँ काले भए सो स्याड काले त नभनौँ बट डार्क चकलेट पनि नभनौँ अलकत्र भनौँ अलकत्र मलाई मनपर्ने खालको मान्छे पाएँ यार अनि गौरव यता दिदी टेल्स अर्को दिदी कि सी लाइक्स ड्राइभर मोमाइलो आज यो दाल पकाउन थालेको म सधैँ तेरो लागि कालो दाल पकाउन सक्दिनँ आज यो दाल पाक्छ खाए खा नखाए नखा Oh my god, is this dal? Why is she being so emo? Basically, यता दिदी jealous हुन थाल्यो and she sees कि यिनीहरूको त बिहा हुनु आँटेछ and she starts slapping this guy. हुनु त जस्तो डान्स गर्दै थियो अघिदेखि he deserves it. And then अँगालो मार्छ सरी सृष्टि मेरो एक्टिङ राम्रो लाग्यो नहीं सो यो सब एक्टिङ थियो एन्ड हाल्यो एनिवे द्याट वाज पोइ पर्यो काले द मोस्ट रेसिस्ट फिल्म इन द एन्टायर वर्ल्ड.com सो हामीले यो मुभीबाट के सिक्यौ मेरो फ्यामिली त एकदम ओपन माइन्डेडको हुनुहुन्छ त्यहाँ माथि म त एक्लो छोरी हो एक्ज्याक्टली भिडियो मन पर्यो भने लाइक गर्नुहोला शेयर गर्नुहोला सब्स्क्राइब गर्नुहोला एन्ड हेर्दै गर्नुहोला बिटी कान्छा